हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल डायमन्ड ब्लग्स। आजको ब्लग स्टार्ट हुन्छ मेरो रुमबाट। आजको ब्लग पुरा हेरिदिनु होला। र सो गाइस, म होमवर्क पनि गरेर रेडी भइसकेको छु र मेरो भाइ पनि यहाँ आइसकेको छ। खाना खाएर स्कुल जाने सोचेमा यसले चाहिँ स्कुलबाट आउन साथ होमवर्क गरौँ। हाम्रो खाना पनि यहाँ रेडी भइसकेको छ। अब खाना खाएर चाहिँ स्कुल जानेछु। आज तपाईँहरू म आफ्नो स्कुलको फुल ड्रेसहरू हेराउनेछु। आज मैले लन्च पनि गरिसकेँ। अब म चाहिँ स्कुलको ड्रेस लगाएर स्कुल जानेछु। अझै मेरो भाइ चाहिँ यहाँ फुल रेडी भइसकेको छ। यहाँ ब्याग पनि प्याक गरिसक्यो। अब टिफिन लिनेछ। यहाँ मेरो ब्याग। अब चाहिँ म स्कुलको ड्रेसहरू हेराउनु गएको छु। हाम्रो स्कुलको पेन्ट चाहिँ यो कलरको रहेको छ, ग्रिन। अझै सर्ट चाहिँ यो क्रिम टाइपको कलर, क्रिम। अनि टाई चाहिँ यस्तो रहेको छ। अब म ड्रेस लगाएर स्कुल जान्छु। फुल गेटअप मान्दैछु। ड्रेस पनि लगाएर रेडी भइसकेको छु। यहाँ मेरो टाई लगाएको छु, यहाँ सर्ट, पेन्ट। मेरो भाइ पनि यहाँ रेडी भइसकेको छ। उसको खेल यहाँ हेर्नुहोस् गाइस, रेडी भइसकेको छ। अब यो जान्छ स्कुल। उसको ब्याग यहाँ रेडी भइसकेको छ। मेरो पनि रेडी स्कुल। मेरो सुज पनि यहाँ रेडी भइसकेको छ। गाइस, क्युब सल्भ गर्दैछु त्यहाँ। यसले त क्युबै बिगारिदियो। अब मलाई फेरि सल्भ गर्नुपर्छ। हेर्नु गाइस, क्युब पनि सल्भ गरिसकेँ। मेरो ड्रेस हेरिसक्नु भयो होला। अब चाहिँ फेरि बिगार्दैछ गाइस क्युबले। नयाँ सिसी अहिले गाइस लाइट पनि गइसकेको छ। हिजो चाहिँ पानी पर्दै थियो, आज चाहिँ एकदम घाम परिरहेको छ। सो गाइस, म स्कुलबाट पनि आइसकेको थिएँ। अनि चाबी दे। यो त ब्याग लिएर बा ब्याग म घर पनि पुगिसकेको छु। अझै यहाँ मेरो भाइ पनि आइसकेको छ। र मेरो भाइको लागि एउटा नयाँ ब्याग पनि आइसकेको छ। अहिले चाहिँ यसले ब्यागको भित्र किताबहरू हाल्दैछ। हेर्नु कस्तो छ गाइस ब्याग, कमेन्ट गरिदिनु होला। अझै यहाँ चाहिँ मेरो ब्याग, यो मेरो बाबाको ब्याग, यहाँ मेरो भाइ। भाइ, अब भोलि कुन च्यालेन्ज गर्ने? सो गाइस, म एउटा च्यालेन्ज पनि सोच्दैछु। तपाईहरु कमेन्ट पनि गर्न सक्नुहुन्छ कि कस्तो च्यालेन्ज गरौँ भनेर। त्यो च्यालेन्जमा म र मेरो भाइ हुनेछौँ।
च्यालेन्जवाला भिडियो चाहिँ भोलि पनि आउन सक्छ। अहिले चाहिँ म फ्रेस भएर आउँदैछु लग्गा। सो गाइस हाम्रोतिर लाइट पनि आइसकेको छ। हाम्रोतिर लाइट पनि आइसकेको छ र मेरो भाइ यहाँ चाहिँ अब त्यसले त्यो खाइसकेपछि अब त्यसले खाइसकेपछि त्यसले होमवर्क पनि गर्नुपर्ने हुन्छ। के गर्लो होमवर्क त्यसले अरे होमवर्क पनि गरिसक्यो अरे। अनि मलाई चाहिँ गर्नुपर्छ होमवर्क। अब म चाहिँ गर्छु होमवर्क। सो गाइस आज हाम्रोतिर धेरै नै लाइन जाँदैछ र आउँदैछ त्यसको कारण म आफ्नो होमवर्कहरू पनि गर्न सकिरहेको छुइनँ। यो लाइनको चाहिँ के गर्नुपर्छ। अहिले चाहिँ मेरो भाइ यहाँ खेल्दै थियो अहिले, अनि होमवर्क पनि गर्दै थियो खेल्दै खेल्दै। अब चाहिँ म पुरा होमवर्कहरू गर्नेछु। अहिले चाहिँ भर्खर हाम्रो सेसन स्टार्ट हुनुको कारण भर्खर सेटको एक्सर्साइज 1 पढाइ भइसकेको छ। अझै अब 2 हुन आँटिसक्यो। अब 2 स्टार्ट हुँदैछ। अझै मेरो भाइ यहाँ लेख्दैछ। यता हेर भाइ ओए। सो गाइस मेरो होमवर्क पनि फिनिस भइसकेको छ। अब म जाँदैछु खाना खान। अब खाना खाएर आइसकेपछि म चाहिँ पढ्छु अलिकति। मेरो सेटअप पनि यही छ। अब म जाँदैछु खाना खान। ल गाइस खाना खाएर आएर भेटौँ। सो गाइस म खाना खाएर पनि आइसकेको छु। अझ मेरो भाइ पनि अहिले आइसक्यो खाना खाएर। अब म चाहिँ अलिकति पढेर त्यसपछि भिडियो एडिटिङ गरेर अनि सुत्नेछु। अहिले चाहिँ भर्खर 9:30 बज्दैछ। ल भाइ ल गर्दा भ्लगिङ। ए भाइ यता हेर है। अब म चाहिँ अलिकति पढ्छु अनि भिडियो एडिटिङ गरेर सुत्नेछु।